हेलो अनि नमस्ते सबैजनालाई। सो आजको मेरो यो भिडियोमा म हजुरहरूलाई मेरो अफिस लुक देखाउन गइरहेको छु। सो लेट्स गेट द मेकअप ब्याग फर्स्ट। So the first product is moisturizer. The name of the item is Cetaphil moisturizing lotion. This one is normal to combination, and for sensitive skin it's very good. This one instantly soothes and protects skin from dryness for 48 hours, and I love this one. The next step is sunscreen. अनि सनस्क्रिनको ब्रान्ड नेम चाहिँ हो एक्वालोजिका। अनि यसमा चाहिँ वाटरमेलन एन्ड नियासिनामाइड एसिड छ, जसले चाहिँ स्किनलाई एकदमै हाइड्रेटेड अनि एकदमै राम्रो, लाइक ड्राइनेस दिँदैन, सफ्ट हुन्छ। विथ सन प्रोटेक्सन 50 SPF छ यसमा। आफ्टर सनस्क्रिन म अगेन मोइस्चराइजर युज गर्छु। यो चाहिँ टिन्टेड मोइस्चराइजर हो विथ 25 SPF। म फाउन्डेसन युज गर्दिनँ, अनि यो मोइस्चराइजर टिन्टेड हुने कारणले चाहिँ फाउन्डेसनको पनि काम गर्छ, प्लस मेरो स्किनलाई अझै प्रोटेक्टिभ बनाउँछ, किनकि नर्मल डेजमा फाउन्डेसनहरू म युज गर्दिनँ। त्यसपछि म कन्सिलर युज गर्छु फर माई डार्क सर्कल्स। मेरो अलिअलि डार्क सर्कल्स छ, पहिला भन्दाखेरि त अलिकति लाइट भएको छ, किनभने अहिले म स्किन केयरहरू गर्छु, पहिला गर्थिनँ। अहिले त स्किन लाइक पहिलाभन्दा त धेरै नै राम्रो भएको छ। सो त्यसपछि नेक्स्ट स्टेप हुनेवाला छ ब्लसर, विच इज वान अफ माई फेभरेट। आई थिङ्क सबै केटीहरूको फेभरेट ब्लसर नै हुन्छ। सो यो ब्लसर चाहिँ सी ग्ल्यामको हो, अनि नेचुरल लुक दिन्छ यसले चाहिँ, कस्तो सटल देखाउँछ कि देख्न सक्नुहुन्छ सी ग्ल्याम। सो नेक्स्ट स्टेप हुनेवाला छ आइब्रोज, किनभने मेरो आइब्रोज अलिक लाइट छ, सो त्यति देखिँदैन, र पनि मलाई आइब्रो गर्नु चाहिँ त्यस्तो साह्रो आउँदैन, र पनि म हल्का हल्का अहिले चाहिँ बेसी भिडियोहरू हेरेर सिकिसकेको छु। सो हल्का ब्रस गरेर, अनि यो चाहिँ पाउडर आई स्याडो हो जो कि म युज गरिरहेको छु। आफ्टर द्याट म आई ल्यासेसलाई कर्ल गरिरहेको छु, तर मेरो आई ल्यासेस कर्ल कहिले पनि हुँदैन, किनभने थाहा छैन किन आफै त्यो कर्ल भइसकेर तल आइहाल्छ, तर मस्कारा लगाएपछि चाहिँ अलिअलि चाहिँ इफेक्ट देख्छ। सो त्यसपछि म हल्का लाइट मस्कारा युज गरिरहेको छु। यो हो मेभलिनको हाइट कर्ल मस्कारा। मस्कारा र ब्लसर चाहिँ मेरो फेभरेट हो मेकअप ब्युटीमा। सो नेक्स्ट स्टेप हुनेवाला छ लेट्स चेन्ज। अनि त्यसपछि चेन्ज गरेपछि चाहिँ म लिपस्टिक लगाउँछु, अनि त्योभन्दा अगाडि चाहिँ मैले भ्यासेलिन लगाएको थिएँ, त्यसपछि मैले लिप ग्लस लगाएको हो। त्यसपछि लेट्स डु द हेयर। हेयर मेरो यत्तिकै रहन्छ सिम्पल, मैले कम गरिसकेँ है। अनि आफ्नो ब्याग प्याक गर्छु। ब्यागमा मलाई चार्जर चाहिन्छ, फोन चाहिन्छ, लिप ग्लस चाहिन्छ, अनि भ्यासलिन चाहिन्छ, द्याट्स इट। त्यसपछि आफ्नो ओछ्यान अलिअलि सेट गरेर आई युज्ड फ्रेग्रेन्स। द फ्रेग्रेन्स इज कोका सनेल। आजको लागि यति नै। सो हजुरहरू कमेन्ट गरेर भनिदिनुहोस् होला मेरो भिडियो कस्तो लाग्यो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ। बाई बाई।